अब हाम्रो जारीवाल काइँला बाबु फर्केपछि मात्रै बिहा गर्छु भन्छ। अब फेरि यो मेघालय आसाम सिक्किम भाषीको मान्छे नि कान्छी हतपति फर्किँदैनन् पो त। अनि अब हाम्रो काइँला बाबु आएर गर्छु भन्छ, बाबु आएन भने चाहिँ अनि दारी फुल्छ, कपाल फुल्छ। अनि यसो त्यो हाम्रो सिक्दिम सिरानमा के एउटा साह्रै परिश्रमी अनि हाम्रो काइँलालाई साह्रै सुहाउने के दुईजनाको जोडी साह्रै मिल्ने। अनि यसो काइँलासँग जोडी बाँधिदिनु पायो भने त यसो गरी खान्छ भनेर नि कान्छी यसो काइँलाले सोधिदिनु न भनेर के। ए विद्यार्थीले पढाउनु छोडेर कहिलेदेखि कुटुनी पो थाल्नु भयो हौ बेना? कान्छी त रिसै पो गयो कि के हो। लु बधाई छ है बेनालाई। अच्छा रिसै पो गयो कि के हो कान्छी, भेनाले काम अरायो भनेर? छैन हौ बेना, किन रिसाउनु? अनि अरू बेला जस्तो अनुहारै देख्दिनँ त। ए सधैँ यही अनुहार त हो नि बेना। अनि त्यही तपाईँको हेर्ने नजर चाहिँ अलिक बिग्रेको होला बेना। होइन अब हाम्रो घुमाउने माइलाको जस्तो ठुलो सपना छैन होला काइँलाको। सपना मात्र देखेर हुन्छ र बेना, पुग्नु नि पर्यो नि। होइन कान्छी यसो दुईजनाले मिलेर अब गरी खायो भने त राम्रो हुन्छ भनेर के। खै बेना तपाईँ आफै भन्नु है। अच्छा यो कान्छी त रिसै पो गयो त। भरे मानेन भने तपाईँको नादान हुँदैन कि बेना, तपाईँ आफै भन्नु है। ओहो ल हुँदैन, हिँड केटा हिँड। ल कान्छी म गएँ है। आफै भन्नु नि, घर देखेकै छ त। यो भेना पनि मेरो मन मात्र चोर्छ हो।